अङ्क कन्टकी प्रदेशका कप्तानबाट स्पाइक पूरा गर्नको लागि यमबहादुरलाई रोकेका छन् हिमाल सुनारीले। सन्तोष वालिद खान स्पटक पनि यमबहादुर छेत्री अङ्क दिलाउन सफल टिपटप हेल्प नेपालको लागि आएका छन् यमबहादुरले। माझर सन्जु छन् अदनान खान आउनेछन् आइमल हेडसट कभरको छानामा ठोकिन पुग्यो। सिजन एनबिए लिगमा मनबहादुरलाई चान्स बचाउन असफल गण्डकी मनबहादुर श्रेष्ठ सिसमा पनि रासन अदनान खान सन्जु टफनेस यो डिफेन्स टफनेस सन्तोष राईको आइमल मनबहादुरले रोके मुबासरको डिफेन्सिभ क्रेडिट ड्रप गरेका छन् अदनान खान द सेटर प्ले मेकरको पोइन्ट। सन्जु चिरन फेरि पनि सन्जु डबल एफोर्ट उनको डिफेन्समा वकार ट्रिमेन्डस गण्डकीले पहिलो प्रयास दोस्रोमा टिप डाउन गर्ने योजना उनको राजनले असफल बनाए। आइमल खान एक्सप्लोइट ब्याकआउट एक्सप्लोइट यमबहादुर छेत्री आइमल वकार क्रस गर्दै मुबासरले रोके यमबहादुर छेत्रीको क्विक स्पाइक यस बीचमा अहिले पनि ब्लक गरेको छ सन्तोष निकै राम्रो रिफ्लेक्सन्स अदनान जम्प आइमलको शट अक्को लागि सेट हुने हो वाल सेट गर्ने हो तर हुँदैन। यमबहादुर छेत्री पनि फाइदा लिइरहेका छन् र आइमल खान सन्तुष्ट छैनन्। टेकु मगर यहाँ भने डिफेन्सको भरपुर प्रयास बचाएको पनि छ गण्डकीले। आइमल खान अर्को अङ्क दिलाउने छन् गण्डकी प्रोभिन्सलाई जुन प्रकारको रहेको छ एकदम मजाले बुझेका छन् पढेका छन् आइमलले। यमबहादुर छेत्री भने आज गण्डकी प्रदेशको लागि घातक बन्दैछन् केही हदसम्म उनी भनेपछि क्षमता तपाईँलाई थाहा छ उनको रिफ्लेक्सेस अति नै शानदार छ जति शानदार प्रहार अहिले खेलकुदलाई वकार मोहम्मद माझरको डिफेन्स रह्यो मुबासर ओहो भाग्यको साथ हेर्नु हिमाल सुनारी वालिद खान मुबासर राजा आउनेछन् यस पटक सायद टार्गेट मिस गरे राजाले आफ्नो लक्ष्य भेट्न सकेनन् कमानबाट उनको पूरा भिजन ब्लक गरेका थिए। सन्तोषको रिसिभ रह्यो पावरफुल जम्प सर्भिस ओहो यमबहादुर इन्द्रलाई असफल बनाए। मुबासर राजन अदनान खानको ब्याक सेटअप आइमल खानको लागि पुरै सर्भ गरेका थिए हातलाई आइमलले फेरि मागेका छन् फेरि प्रहार गरेका छन् वकारले अब माई बल भनेका छन् अदनान खान आइमल सन्जु ब्लक गरेका छन् उनले मनबहादुरको प्रहारलाई। अदनान पुनः आइमल खान अर्को एक पटक अनस्टपेबल फोर्स आइमल कडा प्रहार थियो ब्लक भएको छ रिटर्न चान्स हिमाल सुनारीको सिग्नेचर क्विक स्पाइक सेट पोइन्ट हासिल गरेको छ गण्डकी। अब यो खेललाई अन्त्य गर्न चाहन्छ टिपटप हेल्प नेपाल। अदनान खान छैन आइमल खान नेटमा प्रहार गर्न पुगे मात्र 2 अङ्क टाढा टिपटप हेल्प नेपाल च्याम्पियन बन्नबाट। आइमल खानले पनि नेटमा प्रहार गरे किनकि त्यति फिट छैनन्। गण्डकी प्रदेश 3 चोटि मौका पायो तर 3 पटक विफल यो खेल जित्नको लागि। 2 सेट जितिसकेपछि सायदै कुनै टिमले गल्ती गर्छ। अब भने केवल केही औपचारिकता बाँकी छ। हेल्प नेपालका समर्थकहरू नाचगानमा झुमिसकेका छन्। गण्डकी प्रदेशका समर्थकहरूले ठाउँ छोडिसकेका छन् निराश हुँदै एकपटक फेरि पनि एनबिए लिगको लगातार दोस्रो संस्करणमा गण्डकी प्रदेशमाथि कोही वाल बनेर बसेको छ कोही पर्खाल बनेर उभिएको छ भने गण्डकी र ग्लोरीको बीचमा त्यो हो टिपटप हेल्प नेपाल। हिमाल यो प्रतियोगिता उनको लागि खास गएन। मुबासर म्याच पोइन्ट टिपटप हेल्प नेपाल च्याम्पियन बनेको छ लगातार दोस्रो पटक
एनपीए लिग 2025 को यो संस्करणको विजेता च्याम्पियन अफ एनपीए टिपटप हेल्थ नेपाल फाइनलमा गण्डकीलाई हराएको छ अर्को एकपटक र लगातार अर्को संस्करण यो च्याम्पियनशिपको ट्रफी आफ्नो कब्जामा पारेको छ। लगातार अर्को वर्ष गण्डकी प्रदेश पराजित भएको छ। उपविजेतामा चित्त बुझाउने छ यस टिमले। स्तब्ध हुन पुगेको छ गण्डकी, स्तब्ध हुन पुगेको छ पोखरा र स्तब्ध हुन पुगेको छ यो कवरहल। अन्ततः टिपटप हेल्थ नेपाल नै रह्यो जो विजेता बन्यो उत्कृष्ट पुनरागमन सहित कमब्याक विक्ट्री।